डिस्टिङ्ग्विस्ड गेस्टलाई सर्वप्रथम त आज यो जर्सी अनभिलिङ कार्यक्रम जसमा एक्सट्रिम एनर्जी ड्रिङ्क नेपाली महिला राष्ट्रिय टोलीको प्रायोजक भएर हामीले अफिसियली यसलाई एन्डोर्स गरेका छौँ। एग्रोथाई फुड परिवार र एक्सट्रिम एनर्जी ड्रिङ्क परिवार सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। नेपाल क्रिकेट सङ्घको तर्फबाट महिला क्रिकेट पुरुष क्रिकेट जतिको चासोको विषय अहिले नभए तापनि क्रिकेट सङ्घमा हामीले महिला क्रिकेटलाई अझ बलियो बनाउनुपर्छ भनेर अगाडि बढिराख्दाखेरि कुनै समय थियो महिला टिम राष्ट्रिय टिम पुरुष टिमभन्दा पनि अगाडि विश्वकप खेल्छन् भनेर, तर त्यो समय बितिसकेको हुँदा अहिलेको लागि क्रिकेट सङ्घ अन्तर्गतको हामीले महिला क्रिकेटलाई अझ बलियो बनाउनु पर्ने क्रममा नयाँ सोच विचार र नयाँ संरचनामा अगाडि बढाइराख्दाखेरि भविष्यमा हाम्रो महिला राष्ट्रिय टिमले पनि विश्वकपसम्म पुग्ने र अन्तर्राष्ट्रिय जगतमा आफ्नो छुट्टै पहिचान बनाउने कुरामा हामी विश्वस्त छौँ। क्रिकेट सङ्घले राष्ट्रिय टिमलाई गर्नुपर्ने जे जति पनि प्रायोजन होस् लगायत यसलाई बलियो बनाउनको लागि प्रायोजकहरू जोडेर राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूलाई समेटेर महिला क्रिकेटलाई अझ बलियो बनाउनुपर्छ भन्ने प्रतिबद्धताका साथ हामी अगाडि बढिरहेका छौँ। एक्सट्रिम एनर्जी ड्रिङ्क परिवारलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर सपोर्टिङ वुमेन्स क्रिकेट। महिला क्रिकेटको भ्यालुएसन नेक्स्ट 2 वर्षभित्र सायद जुन नतिजा र जुन खेलको क्षमता अहिले विश्वकप क्वालिफायरमा हाम्रो महिला टिमले देखायो। पहिलोचोटि हामी वर्ल्ड क्वालिफायर पनि खेल्दै थियौँ, त्यसैले एक्सपेक्टेसन्स जहिले पनि धेरै भए तापनि उहाँहरूले जे जति सक्नुहुन्थ्यो राम्रो प्रदर्शन गर्नुभएको छ, तर यो टिमको पोटेन्सियल योभन्दा पनि अझ धेरै छ। त्यो पोटेन्सियल चाँडै नै फुलफिल हुने पनि छ। नयाँ प्रशिक्षक आउनुभएको छ टु मिस्टर हर्षल एन्ड एभ्रिबडी। वी आर भेरी ग्रेटफुल। Put in a lot of good work and put a lot of effort to make sure the team now starts to play a brand of cricket that world cricket will recognize. And on behalf of Cricket Association, we are very thankful to you and everybody who have joined hands to promote women's cricket. So this is you, Cricket Association of Nepal, Agrothai Food, Extreme Energy Drink लगायत सबैजनालाई फेरि पनि धन्यवाद र बधाई भन्दै हाम्रो वुमेन्स टिम थाइल्यान्ड पनि जाँदै हुनुहुन्छ। वी लाइक टु विश यु गाइज अल द भेरी बेस्ट। एन्ड अफकोर्स पुरुष राष्ट्रिय मेन्स क्रिकेट टिम यही सन्डेबाट वर्ल्ड कप खेल्दैछौँ हामी। हाम्रो तेस्रो विश्वकप लड अफ पिपल विल बी देयर एट द स्टेडियम। जो स्टेडियममा पुग्न सक्नुहुन्न, जहाँबाट भए पनि नेपाली क्रिकेटलाई जुन माया जुन स्नेह यहाँहरूले दिँदै आइराख्नु भएको छ त्यसको निरन्तरता रहिरहोस् भन्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। थ्याङ्क यू सो मच। Thank you very much, Paris Kakaju, to make the wonderful words.